उपस्थित सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, आज म यो गरिमामय जनताको इजलासमा कुनै सामान्य देवानी वा फौजदारी मुद्दा लिएर उपस्थित भएको छैन। मेरो हातमा रहेको यो अदृश्य मिसिलमा कुनै जग्गाको झगडा वा लेनदेनको सामान्य तमसुक छैन। यो मिसिलमा जलेका सपनाहरूको खरानी छ, लिलाम भएका घरहरूको आँसु छ र एउटा सिङ्गो पुस्तालाई ऋणको नाममा दास बनाइएको प्रमाण छ। यहाँ वादी हुन् नेपालका 3 करोड पीडित जनता र प्रतिवादीको कठघरामा छन् नेपाल सरकार, नेपाल राष्ट्र बैंक र विद्यमान साहु महाजनी वित्तीय प्रणाली। विद्वान न्यायाधीशज्यूहरू, आजको बहसको मुख्य विवाद यो होइन कि जनताले ऋण किन तिरेनन्। आजको बहसको मूल विषय यो हो कि के राज्यले जनतालाई त्यो ऋण तिर्न सक्ने वातावरण दियो। के तपाईले कहिले एकान्तमा बसेर सोच्नु भएको छ हाम्रो स्वतन्त्रताको धागो कहाँ बाँधिएको छ? हामीलाई लाग्छ हत्कडी फलामको हुन्छ, तर होइन, आधुनिक युगको हत्कडी कागजको हुन्छ। हामी नेपाली हौं, हाम्रो सास फेर्ने लयमा सुन मिसिएको छ। जन्मदा बास्नीको घाँसदेखि मरणको अन्तिम संस्कारसम्म सुन बिना हाम्रो जीवनको चक्र पूरा हुँदैन। तर आज बजारको अवस्था हेर्नुहोस्, 1 तोला सुनको मूल्य 3 लाख रुपियाँ नागिसक्यो। एउटा सामान्य मानिस सुन पसल अगाडि उभिएर रुन बाध्य छ। उसलाई लाग्छ सुन कति महँगो भएछ, म कति गरिब भएछु। तर यो शताब्दीकै सबैभन्दा ठुलो भ्रम हो। तपाईँ गरिब हुनुभएको होइन, तपाईँको खल्ती लुटिएको हो। आउनुहोस्, म तपाईँलाई इतिहासको त्यो ऐना देखाउँछु। विक्रम सम्वत 2024 सालको कानुन पल्टाएर हेर्नुहोस्। राज्यले बाचा गरेको थियो 1 रुपियाँ बराबर 0.08777 0.08777 ग्राम सुन। यदि आज पनि राज्य आफ्नो वचनमा पक्का हुन्थ्यो भने त्यो 1 रुपियाँको तागत उस्तै हुन्थ्यो भने आज 1 तोला सुन किन्नको लागि तपाईँले केवल 133 रुपियाँ तिर्नुपर्ने थियो। कहाँ त्यो 133 रुपियाँ अनि कहाँ आजको 3 लाख रुपियाँ? यो बीचको विशाल खाडल नै राज्यले जनतामाथि गरेको विश्वासघातको प्रमाण हो। अब कुरा गरौँ त्यो डरलाग्दो गणितको जसले तपाईँको निन्द्रा उडाउनेछ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क हेर्नुहोस्। आज बजारमा छापिएर आएको छाम्न मिल्ने कागजी नोट जम्मा 7 खर्ब 61 अर्ब रुपियाँ छ। तर सरकार र निजी क्षेत्रको टाउकोमा बोकाइएको कुल ऋणको भार 85 खर्ब 1 अर्ब रुपियाँ छ। देख्नुभयो विडम्बना? बजारमा पैसा छ, जम्मा पाउने 8 खर्ब, तर तिर भनिएको ऋण छ 85 खर्ब। देशका सबै नागरिकले आफ्नो खल्तीको 1-1 रुपियाँ जम्मा गरेर बुझाउने हो भने पनि यो ऋणको 10% पनि तिर्न सकिँदैन। बाँकी 90% ऋण जनताले कसरी तिर्छन्? त्यो पैसा बजारमा छँदै छैन, त्यो नोट छापिएकै छैन। यो 85 खर्ब रुपियाँ कहाँबाट आयो? यो हावाबाट आयो। ब्याङ्कहरूले कम्प्युटरको स्क्रिनमा अङ्क टाइप गरेर साख सिर्जनाको नाममा यो बेलुन फुलाए। हिजो गाउँको साहुले 10 रुपियाँ दिएर पछाडि एउटा सुन्ना थपेर 100 बनाउँदा हामी त्यसलाई जालसाँची भन्थ्यौँ। आज ब्याङ्किङ प्रणालीले कम्प्युटरमा सुन्ना थपेर नभएको पैसाको ऋण बोकाउँदा त्यो ब्याङ्किङ कसरी भयो? जब बजारमा 7 खर्ब मात्र पैसा पठाएर जनतासँग 57 खर्ब निजी ऋण असुल्न खोजिन्छ, यो असम्भव गणित हो। यो एउटा बन्द कोठामा 10 जना मान्छेलाई थुनेर 1 जनालाई पुग्ने अक्सिजन पठाउनु र बाँकीलाई तिमीहरू सास फेर्न नसकेर मर्यौ भन्नु जस्तै हो। र यसको परिणाम के भयो? के तपाईँले प्रेम प्रसाद आचार्यलाई बिर्सनु भयो? उनी असफल भएर मरेका होइनन्। उनले संसद भवन अगाडि आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाउनु आत्महत्या थिएन। त्यो त यो राज्यको बहिरो कान खोल्न गरिएको विद्रोह थियो। जब एउटा उद्यमीले मलाई यो सिस्टमले बाँच्न दिएन भनेर प्रमाणसहित लेखेर आगो लगाउँछ, त्यो आत्महत्या होइन, त्यो राज्यले गरेको संस्थागत हत्या हो। हाम्रो कानुनमा आत्महत्या दुरुत्साहनको व्यवस्था छ। यदि कसैले कसैलाई मर्नु बाहेकको विकल्प नहुने अवस्थामा पुर्याउँछ भने त्यो अपराधी हो। आज म यो जनताको अदालतमा सोध्न चाहन्छु, बजारमा पैसै नभएको अवस्थामा नक्कली ऋणको पासोमा पारेर इज्जत लिलाम गरेर मान्छेलाई डोरी लगाउन वा आगो लगाउन बाध्य पार्ने ती नीति निर्माताहरूलाई आत्महत्या दुरुत्साहनको मुद्दा लाग्नुपर्छ कि पर्दैन? हाम्रो संविधान र कानुनले करारको कुरा गर्छ, तर जब राज्यले मुद्राको अवमूल्यन गरेर मेरो पैसाको भाउ 99% गिराउँछ र उल्टे मलाई नै महँगीको मारमा पार्छ, तब त्यो करार भङ्ग हुन्छ। त्यसलाई कानुनको भाषामा कपटपूर्ण करार भनिन्छ। कानुनको सर्वमान्य सिद्धान्त छ, जे कुरा असम्भव छ त्यो गर्न कसैलाई बाध्य पार्न सकिँदैन। जब पैसा नै छैन तब तिर्न बाध्य पार्नु घोर अन्याय हो। त्यसैले
आज हामी यो इजलास समक्ष स्पष्ट 3 बुँदे माग दाबी पेश गर्छौं। पहिलो, यो असम्भव गणित खारेज गरियोस्। जुन ऋणको पैसा हावामा सिर्जना गरियो त्यसको भारी जनताले बोक्नु पर्दैन। दोस्रो, मुद्रा अवमूल्यनको क्षतिपूर्ति राज्यले बेहोर्नुपर्छ। सुनको भाउ बढेको होइन, रुपियाँको इज्जत घटेको हो, यसको जिम्मा सरकारले लिनुपर्छ। र तेस्रो, प्रेम प्रसाद आचार्य लगायत ऋणको पासोमा परेर ज्यान गुमाएकाहरूलाई कायर होइन, यो भ्रष्ट आर्थिक प्रणाली विरुद्धका सहित घोषणा गरियोस्। मित्रहरू, न्यायका मूर्तिहरूको आँखामापट्टि बाँधिएको होला, तर तपाईँहरूको आँखा खुला छ। यो लडाईँ ब्याज मिनाहाको लागि मात्र होइन, यो लडाईँ त पैसाको परिभाषा बदल्न र बाँच्न पाउने अधिकारको लागि हो। मेरो बहस सकियो। मैले मिसिल बन्द गरेँ। अब पालो तपाईँको विवेकको हो। आजको यो कमेन्ट बक्स नै तपाईँको मतपेटिका हो। त्यहाँ आफ्नो फैसला लेखिदिनुहोस्। दोषीको त्यो आगो लगाउने हात दोषी कि आगो लगाउन बाध्य पार्ने व्यवस्था दोषी? न्याय मरिसकेको छैन भनेर प्रमाणित गरिदिनुहोस्। म तपाईँहरूको फैसलाको प्रतीक्षामा छु।